केही फाइदा छैन। आज पहिलो दिन पनि संसदको, आज त पहिलो दिन स्कुलको भन्नु, पहिलो दिन हरेक स्कुलको भन्नु। हरेक स्वतन्त्र माननीय महावीर पुन कतै राष्ट्रपा स्वतन्त्र पार्टीमा जाने हो कि भन्ने चर्चा पनि छ कि हो? अब त्यो चर्चा जसले गरेको उसैलाई सोध्नु। किताब कति पिस गयो आज? धेरै गयो होइन। आज यहाँ जाउँदाखेरितिरको मान्छेहरू अलि अल्छी रहेछ कि हो। मन्त्रीमा तोरिने सम्भावना कति छ? मलाई थाहा छैन, भगवान् पशुपतिनाथलाई गएर सोध्नु। शपथ ग्रहण गर्नलाई 5 मिनट पनि लागेन। अनि गर्दा गर्दै शपथ ग्रहण सिद्धियो भने सबै निस्कियो। अब के अनुभव गर्ने? स्वतन्त्र रूपमा धेरै उम्मेदवार हुनुहुन्थ्यो, तर तपाईँ एक मात्र उम्मेदवार हुनुहुन्छ स्वतन्त्र। 10 ठाउँमा उठ्नु पाउने भएको भए म 10 ठाउँमा उठ्थेँ। महावीर पुन आएको छ, किताब लिएर आएको छ, किताब बेचेको छ, पैसा कमाएको छ। अहिले एकदम हतारमा मान्छे काम चाहिएको छ। ल कारखाना मान्छे कारखाना मान्छेहरू त नेपालमा रोजगारी नै छैन भने भन्छन्। हजुरले त 50 जना मलाई चाहिएको छ भनेर भन्दै हुनुहुन्छ। कति बोल्ट राखिसके कोही आउँदैन। सर्वप्रथम त म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु। त्यसैले म आफ्नो परिचय पनि दिन चाहन्छु र म कसरी यो ठाउँमा आउनै नपर्ने मान्छे यो ठाउँमा कसरी आइपुगेँ भन्न पनि चाहन्छु। बधाई पनि चाहिन्न, शुभकामना पनि चाहिन्न, मान्नेछु चाहिन्न। मलाई चाहिँदैन भन्नुभयो, मन्त्रालय मात्रै भए पुग्छ। मलाई केही पनि चाहिँदैन। आजदेखि जागिर सुरु भयो। ल बिरगंज कृषि औजार कारखानाको एकदमै चिफ इन्जिनियर रितेश देव र उनको श्रीमती मिली देव मिलेर बनेको चाहिँ यो प्रोडक्ट। वाओ, क्या लड़का है, वेरी हैंडसम बॉय। यो प्रोडक्ट पनि चाहिँ बिरगंजको कृषि औजार कारखानामै बनेको चिज छ। किताब पढे म रोएँ भनेर भन्नुहुन्छ कि? कति मान्छे रोएर हैरान परेछ। आउने गर्छन्, पढ्न पनि निकै रमाइलो हुने गर्छ। फेसबुकमा स्टाटस लेख्न चाहिँ पोख्त हुनुहुन्छ क्या हो? लेख्दैन, के को पोख्त हुनु। मैले भित्तैमा पुग्ने गरेर लेख्नुहुन्छ नि त, अरूले लेख्न पाएको भएन। होइन, अरूले नि त भित्तामा पुग्ने गरेर लेख्छ। अब बिस्तारै बिस्तारै आउला, त्यही हो। अनि यो यत्रो नेपालमा यति धेरै सांसद मन्त्रीहरू हुन्छ, तपाईँ मात्र यस्तो हुनुपर्ने, अरू फेरि तपाईँको एउटा सिको नगर्ने, खुलेर हिँड्न नसक्ने कारण के होला फेरि? अनि यो त्यही तिमी जस्तो धेरै गाउँ गर्ने भएर हो। योलाई पक्राउ गरिएको कुरामा साथ छ कि छैन? मलाई थाहा हुन्न हजुर। प्रतिशोध भयो भनेर अब आन्दोलन गर्ने भन्दैछ नि एमालेहरू। त्यसै गर्नु थाहा छैन। डिप्रेसन। अब के योजना के छ यहाँको? शिक्षा मन्त्रालयको अब के योजना? अब योजना अफिस जानेछ। नेपालभरिबाट संसारभरिबाट हेर्नु, आजदेखि त म त स्कुल जाने हो भाइ। मेरो स्कुल त 5 वर्षमा सकिन्छ है। अब झोलाचोलामा किताब कपी पनि हाल्नु पर्यो है। दाजुभाइ दिदीबहिनीहरू, म त आजदेखि त स्कुल जान पायो भाइ। दिनै भए पनि ल
ल है ल सबैलाई नमस्कार छ है म त एकदम खुसी छु स्कुल जानु पाएकोमा म त विद्यार्थी आजदेखि संसदको विद्यार्थी है बालेन्द्र शाहसँग संवाद भएको छैन मान्यज्यू भएको छैन क्या म गर्दिनँ सम्मान कोहीसँग किन्न चाहनेले किनेर पढ्छन् उपहार भन्ने त मैले कसैलाई दिएको छैन कसैबाट उपहार दियो भने त किन नलिनु मैले ठ्याक्कै यही सिप सिकेर अगाडि बढाउँ भन्ने छैन म +2 पास गरेको ब्याचलरमा छैन भने हो के अन्त अब सिप सिकेर अगाडि बढौँ भन्ने छैन भने मैले मन्त्र फुकेर तिमीलाई चामल खुवाएर हुँदैन थाहा छैन के फेरि हो भन्छ यार किताबको टी सर्ट र अहिले लाउनु भएको टी सर्ट एउटै हो कि क्या हो हुनु पर्यो नि अगत्तिलाहरू पनि देख्नु भएको छ अगतिला त किन नहुने सबै गतिला छ नि त त्यो म चाहिँ गर्छु म चाहिँ तपाईको जीवन पनि अन्यलमै छ है के गर्ने भोलि कता जाने एकदम अन्यलमा छैन शिक्षा मन्त्रालयले अहिले के काम गरिरहेछ मन्त्रीजी भन्दिनुहोस् शिक्षा मन्त्रालयमा खाना पकाएर खाँदैछु खाना पकाउने मात्र काम भएको छ खाना पकाउँदै खाँदै अनि सुत्दै सुत्ने पनि काम गरिरहेको यो विधेयकको बारेमा मैले विगत 20 वर्षमा बनेका धेरै सरकारहरूलाई गरेको विनम्र अनुरोध भालुलाई पुराण सुनाएको जस्तो भएको थियो तपाईँ चाहिँ आफ्नो सपनालाई पुरा गर्नका लागि यति हुटुटी गर्नुहुन्छ कि तपाईँले आफूले पाएका पुरस्कार विभूषण सबै कुराहरू बिक्री गरिदिनुहुन्छ त्यो चाहे रोमन म्यागसेसे पुरस्कारदेखि लिएर कसैले शुभेच्छुकले दिएको अमूल्य उपहार पनि त्यसको मूल्य हुनु पर्दैन तपाईले दिनुभएका सबै कुरा त्यसरी बेच्दै जाएपछि त भोलि तपाईलाई माया गरेर श्रद्धा गरेर किन तपाईलाई उपहार दिने त्यो त उपहार दिनेले सोच्नु पर्ने कुरा हो 2 दिनमा चाहिँ कस्तो फिल भइरहेछ तपाईलाई फिलै हुँदैन मलाई कस्तो यति पैसाको कुरा गरिराख्दा पनि तपाईँमा लोभै देखिन्न के माननीयज्यू किन होला के लोभ गरेर पैसा कमाएर बोकेर लान सक्दैन मरेर रित्दै जाने होइन अनि किन लोभ गर्ने बेकार